ओम नमो सिद्धाय। सर्वोच्च हिमालय सिद्ध सम्पत्ति विजय यात्रा सँगसँगै सर्वोच्च हिमालय सिद्ध गाथाको अन्वेषण सम्पादन र सम्प्रेषणको निरन्तरतामा अब हामी कञ्चनजङ्घाको गोदबाट महायोगी शान्तिपाको विषयमा चर्चा गर्नेछौँ। महासिद्ध शान्तिपा एक जब मगधमा राजा देवपालको शासन चलिरहेको थियो, त्यही समयमा विक्रमशिलामा एक ब्राह्मण जातिमा प्रवर्जित भएर आचार्य रत्नकर शान्ति नामक एक ठुला विद्वान भए। यिनी आचार्य सबै पञ्चमहाविद्या स्थानमा सुशुभ्य विशेषज्ञ थिए। उनको विद्वत्ता एवं सदाचारका यस दिगान्तरसम्म व्याप्त भएको थियो। त्यस समयमा सिंहलद्वीपमा कपिन नामका राजा जसको पासमा आफ्नो पुण्य कर्म बस कुनै पनि प्रकारले काम, गुण, भोग, विलास अथवा अभाव नै थिएन। सिंहलद्वीपको पहिला बुद्ध शासन नै थिएन। जम्बुद्वीपसँग जो लोग आउँदथे उनीसँग बुद्ध शासनको गुण, धर्म विषयमा उनीले सोधखोज गर्दथे। यही सिलसिलामा चर्चा चल्यो कि शान्तिकराचार्य अर्थात् शान्तिपा त उनले शान्तिपाको विहारमा मगधमा एउटा महान विद्वान आचार्य रत्नकर शान्ति विद्यमान छन्। महाराज कपिन एवं सिंहलद्वीपका सबै व्यक्तिहरूले विविध भेटका साथ निमन्त्रणा गरे। उनीले आफ्नो दूतहरूलाई पठाए र सिधै विक्रमशिला पुगे र दोस्रो दिन उनीहरू आचार्यसँग भेटघाट गरे। उनीलाई अभिवादन गरे। सिंहली राजा एवं उहाँका जनताद्वारा प्रेषित भेटमा सोना, चाँदी एवं मौक्तिक रेशमी वस्त्र आदि जो पनि थिए आचार्यको चरणमा चढाए र मन्त्रीमण्डल र दूतहरूले उनीसँग प्रार्थना गरे, निवेदन गरे कि हे योगी, हामी सानो द्वीपपर्यन्त जनपदमा पैदा भयौँ। अविद्या अन्धकारले आवृत छौँ। काम अग्निले जलिरहेका छौँ। द्वेष अग्निले आतंकित छौँ। विपरीत तिमिरा आदिबाट प्रज्ञाका प्रकाश आच्छन्दित छैनन्। महान धर्मका मुक्ति मार्ग हराइसकेको छ। अतः हामीलाई महाकृपा गरेर सिंहलद्वीपको जगत कल्याण हेतु हजुरहरू पधार्नु पर्यो। हजुरको सम्पूर्ण परिवर्जक परिवार सहित हाम्रो राज्यमा पधारी हामीलाई मुक्तिको पथ प्रदर्शन गर्नु पर्यो भनेर निवेदन गरे। तत्पश्चात आचार्य शान्तिपाले 1000 शिष्य परिवारको साथमा अनेक पीठकहरूले सम्बन्धित ग्रन्थहरूलाई हात्ती घोडामा लादेर सिंहली देशतिर रवाना भए। नालन्दा, ओदनन्तपुरी, राजगिरी अनि बुद्धगया आदि क्रमशः पार गर्दै सिंहली जाने मार्गमा समुद्रको तट वहाँ उनी जो दूतको रूपमा आएका थिए अगाडि पठाए र स्वयं आफ्नो शिष्यहरूको साथ नाउमा बसेर दूतसँगै अगाडि गएर राजालाई आचार्यको आएको सूचना बताउने। मन्त्री एवं जनपदका समग्र मानवहरू प्रथम भूमि प्राप्त योगी सम्मान आनन्दित भए र अब आफ्नो लौकिक सबै कार्यलाई त्यागेर समुद्रतिर हिँडे। एक सप्ताहको उपरान्त जब आचार्य सपरिवार समुद्रको समीप पुगे, लोग, हात्ती अनि छाता जो मान्छेहरू आचार्यको लागि देखाइरहेका थिए कि लोगहरूमा सहर्ष बाटोहरू, सफाई अनि समुद्र तटसम्म जनपदसम्म बाटोहरूमा चारै ओर सजाइए फुलपातीहरूले वस्त्र भैँमा ओछ्याइए र पैर राख्दै आफ्ना हजारौं शिष्यहरूसँगै आचार्य राजभवनतिर आउनुभयो। जब आचार्य शान्तिपाको शिष्य परिवार मध्य प्रदेश मगध जाने तयारी गर्न लागे, महान सहित त्यहाँका व्यक्तिहरूले गन्ध, पुष्प आदि सम्पूर्ण प्रकारको पूजा सामग्रीले सशिष्य आचार्य परिवारको व्यापक पूजा गरे। उनको लागि शयन, आसन आदि यथोचित व्यवस्था गरे। जब आचार्य शान्तिपा फेरि फर्किने तयारीमा रहे, प्रमुख व्यक्तिहरूलाई घोडा आचार्य आफ्नो शिष्यहरूको साथ मध्य देश फर्किन थाले। फर्किँदाखेरि उनी दीर्घतम सबभन्दा लामो बाटोलाई क्रमशः रामेश्वर, जहाँ राजा रामले आफ्नो धर्मपत्नी सीतासँग लङ्कापुरी जाने समयमा माहेश्वर
को एक मन्दिर बनाएका थिए र जसको नाम रामेश्वर पढिएको थियो। जनपदमा पुगे र त्यहाँ मगध आउनको लागि 7 दिन बिना मानव बस्तीको बाटो पार गर्नु पर्यो। आचार्यले आफ्नो साथीहरूसँग 7 दिनसम्म खाद्य सामग्री लिएर जानको लागि भन्नुभयो। त्यस्तै गर्न लागे। 4 दिन हिँड्दै 1000 शिष्यहरूसँगै हिँड्दै गए। एक अत्यन्त भाग्यशाली व्यक्ति जसलाई कोदालिप्पा भनिन्छ, त्यहाँको राजाहरू, त्यहाँको शासन सामन्तहरूले त्यहाँका मानव बस्तीहरूमा सुव्यवस्था र सुशासन नभएको, शोषण र दमन भएको कारणले कोदालिप्पाले एउटा पहाडलाई खनेर त्यहाँ बस्ती बसाउने र मानव बस्तीलाई सुव्यवस्थित बनाउने कोसिस गरिरहेका हुन्छन्। त्यही सिलसिलामा प्रसङ्ग उल्लेख तत्पश्चात आचार्य सपरिवार शिष्य सहित विक्रमशिला पुग्छन्। तत्पश्चात समय बित्दै आचार्य समय बित्यो र आचार्य बुढा पनि भए। आचार्य बुढा भइसके 85-95-100 वर्षको उमेर पुगिसकेको छ। कोदालिप्पालाई त्यो बाटोमा भेटेको कारण उहाँले दीक्षा दिनुभयो कि तिमी पहाड खन्नुभन्दा पनि तिमी भित्रका विपाकलाई खोद, तिमी भित्रको त्यो परम चैतन्य सत्ताको जागरणको लागि काम गर भनेर भन्छन्। जब उनले समाधिबाट उठे, डाकिनीहरू एवं देवेन्द्र सरकले मूर्धन्य मार्गमा अमृत हालेर उनीलाई संतृप्त गरिदिए। जबकि आचार्य शान्तिपा आफ्नो शिष्यद्वारा ही पूजित थिए। तब डाकिनीहरूले, देवताहरूले एकसाथ यो वचन भने कि कोदालिप्पा त साक्षात वज्रसत्व हुन्। यिनको प्रभावले देवताहरू सबै काम गुण वहाँ गए। कोदालिप्पाले भने, गुरुको उपदेश मिलेपछि नै मैले बाहिरको पहाड खोज्ने काम छोडेर मैले गुरुको उपदेशलाई साधनामा साधेँ। म भित्रको चित्तको आध्यात्मिक पहाड खोज्न लागेँ, यसैले सिद्धिको लाभ भयो। उनीले देवेन्द्र सक आदिमा कोदालिप्पाको उनीलाई 63 लोक देवस्थान आउनको लागि निवेदन गरे। कोदालिप्पाले अनिच्छा प्रकट गरे, भने कि म त गुरुको चरणमा प्रणाम गर्न जानेछु। बुद्धभन्दा पनि अधिक मेरो लागि कृतज्ञताको भाजन गुरु हो, किनकि मेरो लागि गुरु नै बुद्ध हो, गुरु नै मार्ग हो, गुरु नै सङ्ग हो। यसैले परम शरणको शरण म जान्छु अनि परम त्रिशरण मलाई अधिष्ठित गर्छन्। यह भनेर ज्ञान चक्षुले आफ्नो गुरुको देख्न लागे र मगधको बीचमा महिनाको बाटो छ, तर उनी एक क्षणमै पुगे। उनीले ज्ञानयोगीको द्वारा आफ्नो गुरुको प्रदक्षिणा गरेर प्रणाम गरे र उनले समीप बसेर भने कि कोदालिप्पाले पुरानो विपाक